सूर्यको रेट्रोको ट्रेलर हेरिसक्नु होला तपाईहरुले। कार्तिक स्टोरीमा एउटा ट्विस्ट एड गर्नुहोस्। नमस्ते एन्ड वेलकम हाम्रो आफ्नो रिभ्यू च्यानल हेर्दै हुनुहुन्छ तपाईहरु। कार्तिक सुब्बाराजले यो स्टोरी अनलाइन कन्सेप्टमा सूर्यलाई न्यारेट गर्दाखेरि सूर्यलाई यति धेरै मन पर्यो कि उनले यो स्टोरी डेभलप गर्न लगाए। र त्यो स्क्रिनमा देखिँदै पनि छ। सूर्यको स्वयग धेरै मसला मिलाएर बनाएको देखिन्छ। 19 को मिथुन दाको ड्रबाट ज्याकेट, घायलको सनी देओलबाट स्वयग, साजनको सञ्जय दत्तको हेयर स्टाइल उठाइदियो। मात्र राम्रो डबिङ उठाएको मजा आउँथ्यो। ट्रेलर हेरेर लाग्छ पहिला सूर्य गुण्डा थियो, त्यसपछि उनी सुध्रिए। ट्रेलरको सुरुवातमै हिरनको बिरयानी बनाउने तयारी चलिरहेको हुन्छ। त्यसपछि मैले भने सल्लु भाइको सुटिङ पनि छेउछाउमै चलिरहेको हुन सक्छ हैन त? हद में रहना मेरे साथ। अब उनको त्यो बितिसकेको पास्टले उनको पछाडि छोडेको छैन। ट्रेलरको एउटा सिनमा गुण्डाहरूलाई कुटिरहेका हुन्छन्, फेरि अर्को सिनमा रिग्रेट हुन्छ, हेत्तेरिका यार मैले किन कुटिदिएँ भनेर सोध्छन्। फेरि अर्को सिनमा वालमा वाल बनाइदिन्छन्। वाह, मैले क्या राइमिङ बनाइदिएँ। अब त सब्सक्राइब गरिदिनुस्। फिल्मको नाम मात्र रेट्रो होइन, रेट्रो जस्तो भाइब पनि आउँदैछ। देखेर मजा आउँछ। सूर्यले रेट्रो स्टाइलमा पनि कमाल गरेका छन्, धोती फालेर रुमाल गरेका छन्। अब यो 1 नम्बरको गुण्डा 2 नम्बरको प्रेमी पनि हुन् है। आशिकीको लागि फिल्ममा पूजा हेगडेलाई राखेको छ। फिल्ममा उनी सूर्यको दोस्रो प्रेम हो। पहिलो प्रेम त उनले गुण्डागर्दीलाई नै गर्छन्। उनीहरूको जोडी स्क्रिनमा पहिलो पटक देखिँदैछ। पूजा हेगडेको प्यारमा गिरफ्तार सूर्यभाइ विदेका अतिथिहरूसँग भाग्न खोज्दैछन्। यसै बीचमा ट्रेलरमा धेरै एक्सन सिनहरू पनि छ। यस फिल्मलाई बनाउन धेरै मेहनत गरिएको छ। रेट्रो लुकको जेल पुरै सेट तयार गरिएको छ। कार्तिकले पूजा हेगडेलाई उनको फर्स्ट मिटिङमा बिना मेकअप आउनु भनेका थिए। कतिले त यो फिल्ममा सूर्यको डबल रोल हुने रुमर पनि फैलाउँदैछ, बट डबल रोलको त थाहा छैन। डबल धमाका चाहिँ पक्कै हुनेछ। ट्रेलरको एडिटिङ युनिक छ। पहिलो फ्रेमबाटै जब स्टार्ट हुन्छ, लास्टसम्म एउटै बेसमा मात्रै हिँड्छ। एउटा सिनमा एक्सन, अर्को सिनमा रोमान्स, फेरि तेस्रो सिनमा फ्ल्यासब्याक। ट्रेलर एडिट गर्नेलाई सलाम छ। यस्तो ट्रेलर काटेका छन् कि ट्रेलरबाट फिल्मको मेन भिलेनलाई नै काटिदिएका छन्। स्पेसल कुरा यो हो कि यो फिल्ममा एउटा गीत छ जसलाई सिंगल सुटमै सुट गरिएको छ। कलिउडका जति आर्टिस्ट यसमा देखिँदैछन् यसलाई साउथको एभेन्जर्स भन्नुपर्छ। जैन, रवि, प्रकाश राज, पूजा हेगडे, सूर्य, अन्य धेरै। सन्तोष नारायणले राम्रो म्युजिक दिएका छन्। एक्सन कोरियोग्राफी पनि राम्रो छ, स्पेसली त्यो चाकुवाला सिन। त्यसले हलमा सिटी बजाउने पक्का छ मेरो तर्फबाट। ट्रेलरमा त्यो मास मसला ट्विस्ट सबै देखिन्छ जुन एउटा राम्रो मुभीमा हुनुपर्ने। तपाईहरुलाई ट्रेलर कस्तो लाग्यो कमेन्ट गर्नुहोला र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। धन्यवाद।